जिन्दगीको यात्रा। जिन्दगी एउटा यात्रा हो, हामी एउटा यात्री। जिन्दगी एउटा यात्रा हो, हामी एउटा यात्री। कहिले हार त कहिले जित, कहिले खुसी त कहिले गम। यही नै त एउटा जिन्दगीको मुख्य पात्र हो, यही नै त एउटा जिन्दगीको मुख्य पात्र हो। जन्मदेखि सुरु हुन्छ यात्रा यो, जन्मदेखि सुरु हुन्छ यात्रा यो। मरिन्जलसम्म काट्नु पर्ने हुन्छ, मरिन्जलसम्म काट्नु पर्ने हुन्छ। जन्मिँदा लिएर आउँछ सास, सास फेर्न बिर्सेको दिन हुन्छ लास। जन्मिँदा लिएर आउँछ सास, सास फेर्न बिर्सेको दिन हुन्छ लास। यही सासदेखि लाससम्मको यात्रालाई नै जिन्दगी भनिन्छ। संसारमा आएपछि आआफ्नो कर्तव्य निभाएर संसार छोड्नु पर्ने हुन्छ। संसारमा आएपछि आआफ्नो कर्तव्य निभाएर संसार छोड्नु पर्ने हुन्छ। हाँसखेल र मिठो बोलीले मलामी पटुल्नु पर्ने हुन्छ। हाँसखेल र मिठो बोलीले मलामी पटुल्नु पर्ने हुन्छ। परिश्रम साथै रमाइलो गर्नुपर्छ, परिश्रम साथै रमाइलो गर्नुपर्छ। किनभने अन्तिममा रहने भनेको सास होइन सम्झना हुनेछ। अन्तिममा रहने भनेको सास होइन सम्झना हुनेछ।